हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो गाइज। आज चाहिँ म तपाईँलाई नयाँ भिडियो लिएर आइरह्यो। कार्यक्रम ठट्टामा छु हामी चाहिँ हेर्दै ला त लास्टसम्म भन्ने मैले आशा लिएको छु पूर्णतया। नहेरिदिइहालेँ म रिसाउने भन्नाले आशा छ। म लास्टै सोझो मान्छे क्या, म यति सोझो छु कि मलाई कोरिया भनेर विराटनगर उडाइदिएलै म विश्वास गर्दा हो कि हजुर। अहिले चाहिँ म कोरियामा छु। म आफूलाई ठुलै सेलिब्रेटी ठान्नु क्या, मेरो जम्मा 100 सब्सक्राइबर छन् तर म आफूलाई राज्यमालभन्दा ठुलो सेलिब्रिटी आउँछ क्या फिल चाहिँ हिँड्दाखेरि। आहा खतरा खतरा हिँडिरहेछ, ट्रक हिँडिरहेछ केटो होइन, यत्रो भाइब आउँदो रहेछ क्या 100 सब्सक्राइबरमा 1 M सब्सक्राइबर भए त मासला आकाशमै खुट्टा हुन्छन् क्या हो, फ्लाइ 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 हुन्छ क्या हो। त्यसपछि म यहाँ सोझो मान्छे हो क्या, म लास्टै सोझो मान्छे हो। म अरूसँग परिस्थितिसँग आँखा जुदाएर हिँड्न सक्दैन क्या, एकदम सोझो मान्छे म, धेरै कम बोल्ने मान्छे, धेरै सोझो क्या। इमोसनली पनि एकदमै कहर दुःख सुनाइदियो भने हजुर भनेर मन पग्लिजाने, 200-400 रुपियाँ फालिहाल्ने कति सोझो हो क्या। म इमान्दार पनि धेरै छ क्या। म अहिलेसम्म 1 पैसा खाइराखेँ बेमानी अद्दु सक्दैन, कहेको पैसा माग्दै सक्दैन। ममा धेरै गुण छन्, तपाईँले यदि हेरिदियो भने आफ्नै बारेमा हुन त बयान रियाजो लागल हो तर मैले भने नि कहिलेकाहीँ ममा खतरा मेरो ऋषि दमला भन्दा पनि मुड फास्ट स्विङ हुन्छ कि कहिलेकाहीँ। तँलाई लाग्यो यो मान्छे के भन्ने आएको छ होइन, तँलाई रियल कुरा भनौँ भने म क्षणमै बिहान उठ्ने बेला आफूलाई एकदमै ठुलो सेलिब्रिटीको फिल आउँछ कतै। त्यसपछि काममा गइसकेछ त एकदमै सला मजा गइ गुज्रिरहेको संसारमा कोही छैन, म कुल्ली हो भनेर आउँछ। त्यसो दिनमा 1-2 टिकटक पोस्ट दौड त टिकटक कति भाइरल नानु त्यहाँ राजहमाल भन्दा पनि ठुलो सेलिब्रिटी छन् हो। ममा दिनमा बिहान उठ्यो बेला एकदमै भयङ्कर आफूलाई गुन्डा टाइपको मासला खतरा होइन, काममा गएछ मजदुर एकदम तल्लोतिर कुल्ली टाइपको आफूलाई एकदम टाउन फिल। त्यसरी खाना खाएर टिकटक पोस्ट त राजहमाल भन्दा ठुलो कति युट्युबमा भिडियोले हाल्दैन यसै हाल्ने मिस्टर बिस्ट मासला के मेरो गाडी त्यो सानो फुच्चे उड्ने भाइपले हुन्छ होइन भने। म फेरि भगवान् श्रीरामको ठुलो फ्यान हो। मैले अघिल्लो भिडियो मलाई भनेको थियो म भगवान् श्रीरामलाई भइदिन कि कति परिस्थिति हजुर माताजी माताजी भनेर आउँछ मलाई, माताजी बहिनीजी। परिस्थितिप्रति मेरो गलत नजरै छैन, एक पत्नी नेपालमा है उसी के साथ शादी किया है यसो भाइब छ क्या ममा। भगवान् श्रीराम माता समुद्र कहिलेकाहीँ केटाहरू पानी हान्दिनँ, सिलेक्स गाजा तान्दिनँ म भगवान् माथि ताने सिल पार त्यो पनि होइन क्या भने। म एक व्यक्ति अनेक रूप त म यही ब्रह्माण्डमा छु। रावणलाई को उदाहरण दिनुपर्ने कृष्ण उदाहरण दिएल हुन्छ, ममा कति विशेष छ हेर त एक मान्छेमा यति विशेष छन्। मैले एकजनालाई पैसा उधार दिएँ क्या पहिला, अहिलेसम्म फिर्ता हारेको थिएन। मलाई भन्नु सक्दैन उसँग पैसा माग्न सक्दैन क्या, पैसा खाइदियो उही मान्छेले 8-10 वर्ष खालि कहानी भने। म यसो हो कि मसँग कोही मागन्छ उही पैसा उयो माग सक्दैन। तपाईँलाई अर्को कुरा भनौँ, म बच्चा यहाँ मसँग पैसा हुन्थ्यो क्या अलिअलि 150 रुपियाँ हुन्थ्यो, अहिलेको 8-10 हजार रुपियाँ बराबरको भ्याल्यु हुन्थ्यो क्या तै बेला अहिले छैन। अहिले म डलर खोज्नु पर्छ क्या, यहाँ खाटा हालेर डलर खोज्यो भने यहाँ डलर खोज्नु पर्छ। यो बिचमा मसँग टोको ब्रान्डहरू पनि छन्, तपाईँलाई चाहिन्छ भने टोको यसोबाट किन्न सक्नुहुन्छ। अहिले चाहिँ इभेन्ट चलिरहेको छ टोको सँगसँगमा होइन, यो सन लोसनहरू यो के आइरहन् होइन, लिप बामहरूदेखि लिएर यो टोको ब्रान्डहरू पनि छन्। बिचबिचमा एक्लै प्रचार गर्छौँ कि यहीबाट ठुला कुल्या भिडियो फर्स्ट गरेको थिएँ होइन। मलाई केही छैन लेनदेन, पैसा 5-7 हजार कति आउने पैसा आउँछ नेपाली होइन, तर पनि त्यो पैसा भन्दा मेरो इभेन्टमा पार्टिसिपेट ठुलो थियो होइन। यस्तो यस्तो ब्युटिफुल लेडीहरूसँग इन्जोय त पाइएको थियो भन्न त गफ त लाउनु पाइयो नि त केटाहरू हो। अब मैले त्यही हो धेरै कुरा के भनौँ गाइज होइन। मलाई नेपाली राजनीतिप्रति पनि इन्ट्रेस्ट छ। अब राजनीति कुरा आयो भने फेरि केटाहरू यो मान्छे फेरि नेताहरूलाई गाली हाल्छ भनेर भन्नु होइन, तर इन्ट्रेस्टिङ छ क्या नेपालको राजनीति त राजनीति हो होइन, तर मेरो लागि चाहिँ एकदमै इन्ट्रेस्टिङ छ क्या नेपालको राजनीति चाहिँ म कहिले नेता मान्दैन होइन, नेतालाई मलाई मान्दैनन्। मैले तपाईँलाई एक कहानी भन्नु हो क्या, म खतरा मान्छे हो कि उसरी। मैले अस्ति के थाहा छ नि, एमएलएलाई गालिदिया मैले एमएलएलाई गालिदिया, एमएलएले मलाई घन्टी मोजी भनेर गालिदियो
मैले घन्टीलाई गालिदिया, घन्टीले हर्के भनेर गालिदियो। मैले हर्केलाई गालिदिया, हर्केले राजावादी भनेर गालिदियो। मैले राजावादीलाई गालिदिया, राजावादीले मलाई माओवादी भन्यो। मैले माओवादीलाई गालिदिया, कालो काङ्ग्रेस भन्यो। झिटी गई मलाई सबै पार्टीको सबै कार्यकर्ता बनाइसक्यो गाइज। म यति चलाएको छु क्या, म सबै पार्टीलाई सँगै गालिदिँदा हो क्या होइन। मलाई चाहिँ यो मजा लागेको छ, इन्ट्रेस्टिङ। यो चाहिँ राजनीतिसँग सम्बन्धित। कोरिया महिनाको 2 लाख रुपियाँको मान्छे भन्यो होइन। अहिले मसँग 200 को छैन, म आए 3 वर्ष भयो। भारतीय 36 दिन 72 लाख रुपियाँ हुनुपर्ने त भन्ने मान्छे, तर 72,000 रुपियाँ अहिले खातामा छैनन्। इट्स माई एकाउन्ट गाइज, तपाईँ एकाउन्टमा हेर्न सक्नुहुन्छ। 700 रुपियाँ छन्। मैले झुटो बोल्दैन क्या, म प्रायः एकदम सही कुरा बोल्दा यो ठट्टा कार्यक्रम भइहाल्ने। म चाहिँ त एकदमै हावाताल कमेडियनलाई केही मलाई जेल जान्छ नि त होइन। अहिले मान्छे हावाताल कमेडी बालिन्सालाई गालिदियो भने भला जेल जान्छ, मान्छे भाइरल त हुन्छ तर जेल त जान्छ नि। त्यही भएर गाइज मसँग खासै त्यो ट्यालेन्ट केही छैन क्या, म एउटा पनि ट्यालेन्ट छैन क्या। मैले 5वटा कम्पनी चेन्ज गरेँ। तपाईँलाई एक उदाहरण दिनु, कोरियामा 5वटा कम्पनीको काम गर्दै पहिलो मान्छे हुँ लो क्या म। यो 2-3 वर्षको अन्तरालमा भनौँ 5वटा कम्पनी हो। मलाई एउटा कम्पनीको एउटा पनि काम आउदैन क्या, म ततै अल्छी पनि छु क्या। मलाई काम गरौँ भने लास्टै अल्छी लाग्छ गाइज यार। कसो हो के हो, कोरिया मलाई मात्र हो तँलाई मात्र हो। म कयौँ दिन चाउचाउसँग दिन गइरहेको छु कि कोरियामा। सामना खायो, मासुलाई पेटपट्टि खायो, गेटपट्टि लास्टै गाह्रो भयो। इसो छ क्या निकाल्ने बेला पनि। अरू त मलाई यहाँको भाषा त अब थाहै हुलो, कोरियाको भाषा। म नै बाहेक केही भाषा जान्दिनँ क्या। जी भन्यालले मलाई अस्ति रियल कुरा भन्नु, खाना खाने बेला साउले मेरो यो लुक्स छ नि त, यो लुक्स हेर्दाखेरि त चोर जस्तो देखिन्छ भने रहेछ क्या। मैले ने साजाङ मात्र भनेको छु क्या, रियल कुरा। मैले त मलाई त भाषा बुझ्दैन भन्ने थिएँ, त्यो साउले चोर जो भनेको भने मेरो साइडमा जान्ने नेपाली थियो, हाम्रो काकाजी पनि थियो, उनले भन्यो कि मैले चाहिँ जी भने यता मत आइज भने ने साजाङ यति भन्यो कि जी भनेर नेच्ने म्याक्सिमम् साउ पनि चिलाइरहेको हुन्छ होइन। क्या त्यो बिचोक छ यार कोरिया, मेरो जस्तो बिचोक त कसैलाई नै आएको गाइज। तपाईँलाई अरू के भनौँ होइन। यहाँ आइसकेको छ जो सङ्घर्ष रहन्छ नि, सङ्घर्ष त्यो कोरिया फलिफाप छ क्या। मान्छे कोरियामा गाह्रो छ 3D काम भन्ने होइन। त्यही भएर कोरिया आइसकेको छ, उहिले चाहिँ मजा पनि छ क्या। अनि कोरियाको लाइफस्टाइल त्यो, यहाँको खानपिन रहनसहन, यहाँको मेहनती जो संस्कार छ नि त, त्यसले मान्छेले असल चाहिँ मान्छे चाहिँ बनाउँछ क्या। मान्छेलाई यहाँको संस्कारले, यहाँको तमरो मानवीय जुन चरित्र छ, यो चाहिँ नेपालीहरूमा हुनैपर्ने कुरा हो क्या। त्यही भएर स्टे ट्युन गाइज। मानवता, मेहनत जे देखिन्छ कोरियामा चाहिँ देखिन्छ। म पनि मेहनतको सङ्गारोमा छु। अहिले चाहिँ काम अद्धाइरह्यो, आफ्नो दिनचर्या चलाउँदैरह्यो। साथसाथमा तपाईँलाई मनोरञ्जनको दृश्य ल्याउँ भन्नु सक्छ, तर मनोरञ्जन हुँदैन कि म आफ्नो यो चाहिँ फ्रेस हुनाइलाई यो भिडियो बनाउने हो। तपाईँ चाहिँ हेर्नु पर्छ भन्ने चाहिँ करकाप छैन गाइज, कि बोल्दै लाग्छ तपाईँलाई। यो म सुरुमा हाल्दैन यो क्लिप, तर स्किप गरिदिएलै हुन्छ। अलिक गाह्रो छ नि त यो भिडियोमा, केही छैन म टाइम पाएको खालि भिडियो बनाउँ। मलाई केही अर्को हप्तालाई मेरो एउटा कोल्याब भिडियो आइहाल्यो ओभर चाहिँ होइन, त्यो चाहिँ कस्मो ब्युटीको उपलक्ष्यमा त्यहाँ बोल्नु सिकिन्छ होला। यो चाहिँ भिडियो त्यतिकै ऱ्यान्डम बनाएर हाल्लाग्दो। यो चाहिँ न कुनै यो ठट्टा कार्यक्रम हो, यो खालि लेखबाट त्यतिकै हालिया हो। यो चाहिँ इमेजिन हो, जस्तो इमेजिनहरू अरू पोस्ट गरिदियो हालिदियो। यो चाहिँ युट्युबमा मात्र जान्छ, ठाउँ जाँदैन क्या। युट्युबमा सब्सक्राइब छैन, हेर्दा कोही नै, म आफै हेरेर राख्दो कहिले काहीँ फ्रेस हुँदा कि आफूलाई ममा यो ट्यालेन्ट पनि छैन क्या। मलाई फ्रेस हुनलाई चाहिँ आफ्नै भिडियो हेरेर म कहिले हाँस्यो, म मस्तो ठट्टा आउँछ। म चाहिँ तारक मेहता हेर्दा होइन, फ्रेस हुँदा प्रायः होइन। त्यो भएर म आफूलाई मोटिभेट बनाउने कति आउँछ नि त दिमागमा को विचार, भगवान् श्रीराम रामायण हेर्दो होइन। कहिलेकाहीँ गीताका जिउने तरिका सिकाउने गीता पढ्टो होइन, बाँच्ने आधार त्यो यातायात कुराहरू राख्दो अटाइमबाट भन्ने नि त। तब खासै मसँग केही पाउने हुन। स्टे ट्युन गाइज, किप वाचिङ। ओके, बाई बाई।